गाइज हामी चाहिँ राउटेको लागि एकदम मासु टिप्दैछु होइन बोमसिया साथीहरूले चाहिँ बोमसिया कहिले दिनुहुन्छ कहिले दिनुहुन्छ भन्नुभएको थियो हामी चाहिँ बोमसिया टिपेर चाहिँ रेडी पारेका छौँ है त गाइज राउटेको फेभरेट होइन बोमसिया तरकारी कुपिन्डो राउटेको एकदम फेभरेट कुपिन्डो है यो दसैँमा जति धेरै बाख्रा काटे पनि मिस आउट चाहिँ यही हुने रहेछ होइन एकदम फेभरेटवाला गाइज ल ल राई ल बोकेर लास्टै गरौँ बोल कहिले राउटेको लागि ल राउटेलाई कहिले कहिले भन्दा ल आज चाहिँ हाम्रो फिक्स डेट भएको छ होइन राउटेको लागि सबैको लागि गाह्रो गाइज मेरो चाहिँ यो फाट चर्केको छ त्यही पनि राउटेको लागि कमेन्टमा चाहिँ धेरै भन्दा रान्दैन न रान्दैन गराके बोलकै तरपडा कल गाह्रो भयो हामी चाहिँ अब पसिना निकाल्दै यार उताबाट वहाँ परबाट निक्लिएर बाइले ल दुइटा बाइकमा अब र अरू उता जम्मा भइरहेको छ पक्र भने अब लिएर जाने हो ल गाइस ल राउटेको लागि तयारी हुँदैछ अहिले यहाँ भाषण गर्नुहुन्छ हाम्रो खग सरले राउटेको घरमा गएर है टोलीहरू यहाँ कम्मल सरको सवारी भएको छ हुनुहुन्न दाउरा काट्न बजार सामान ल्याउने सामान दसैँको लागि दसैँको लागि ए पठाइसक्यो बिहान नै त्यही त एकदम राम्रो ल मनाउनु पर्यो एक बारको वर्षको एक दिन आउँछ चाड होइन रमाइलो गर्नु पर्यो सब घरहरू चाहिँ खाली छ सब बजारतिर दसैँको लागि चाहिँ हुनुहुन्छ दसैँको लागि होइन जानुभएको छ मादल खै त मादल कान्छाले यहाँ खनेर यो कसको नानी हो त्यो के छ भाइ ठिक छ कतातिर कता जाने हो र भाइको नाम के हो अच्छा हेन्सम रहेछ त मेरो नाम तुनी बगर चिटिक्क परेको हेन्सम भाइ रहेछ के नाम अरे भाइको मेरो नाम तुनी बगर छ तुनी बगर छ है कति वर्ष भयो भाइ हामी 16 वर्ष 16 वर्ष तपाईँ हुनुपर्छ मुखिया भविष्यमा हुन्छ हामी हजुर हुनु पर्यो अब